Hey guys, welcome back to my video. Welcome back to my channel. ये है मेरा फर्स्ट गेमिंग चैनल. ये कहने के लिए यूट्यूब शुरू करा था और आगे भी मेरे नया करियर यूट्यूब पर यूट्यूब शुरू कर रहा था. मैं dari dulu kan selama pun belum fokus yang baca sih. Mulai tapi gimana aja sekarang itu berarti ada di sini मेरे ada kan ada di sini गेम खेलते मेरे चैनल का नाम है श्रवण अधिकारी. मैं पहले ये चैनल धेरै सफल गर्दैन होला. अझै ल्याएर आफै आफूसँग कुरा गर्दै किनभने म थाहा नै छैन कसरी कुरा गर्छु के गर्छ. फर्स्टै होला म युट्युब भिडियो बनाइरहेको र सबैले मेरो युट्युबलाई धेरै सपोर्ट गरिदिनु होला. मलाई थाहा छैन के गर्छ ल कसरी बनाउँछ त्यो पनि म जसरी भन्नु तपाईँलाई भनिदिन्छु अनि कमेन्टमा लेखिदिनु होला. म कुन भाषामा बोलौँ किनभने मलाई नेपाली पनि आउँछ हिन्दी पनि आउँछ होइन. म नेपालमा बस्छु अनि म धेरै हार्दिक अनुरोध गर्दछु मेरो च्यानल सब्सक्राइब गरिदिनु. अनि म तपाईँले जुन गेम भन्नुहुन्छ म त्यही गेम खेल्छु होइन. मलाई केही आउँदैन त्यो पनि गेम डाउनलोड गरेर खेल्न सक्छु. अनि तपाईँले गेम भनेको माइनक्राफ्ट खेल्न सक्छु, रोब्लक्स खेल्न सक्छु होइन. त्यस्तो गेम खेल्न सक्छु अनि जे भन्दै त्यो खेल्छु. अनि आजकल अवधिमा गेमहरू पनि बनाउँछु. कहिलेकाहीँ रियाक्सनहरू पनि बनाउँछु. जे भिडियो बनाउनु त्यही भिडियो बनाउँछु. अनि अहिले म कोठामा एकदमै एक्लै छु. म नेपालमा बस्छु होइन. तपाईँलाई भन्छु त्यो होला भन्नु छैन भने पनि म नेपालमा बस्छु. अनि त्यसपछि जे भए पनि तपाईँले मेरो भिडियोलाई धेरै सपोर्ट गरिदिनु होला. यो अरूलाई थाहा छैन म जे मनबाट मात्रै बोलिरहेको छु होइन. जे भए पनि म जे खेल्छु यो भिडियोमा होइन यो च्यानलमा होइन. यो च्यानललाई सब्सक्राइब गरिदिनु होला होइन. अनि कुन भाषा बोल्नु चाहिँ भनिदिनु होला है फेरि किनभने मलाई आउँदैन कि. म नेपाली बोल्यो भने केही गर्नु सपोर्ट आउँदैन, हिन्दी बोल्यो भने केही सपोर्ट आउँदैन. भएर भनिदिनु मलाई हिन्दी पनि आउँछ होइन. कहिलेकाहीँ हिन्दी पनि बोल्न सक्छु म होइन. च्यानलको फर्स्ट दिनमा मात्रै हिन्दी पनि भनिदिनु होला होइन. मसँग अहिले 3टा गेम छ, माइनक्राफ्ट छ, रोब्लक्स छ अनि अर्को छ गेमको बिर्सेँ मैले होइन. गेमहरू मसँग गेम छ. म त्यो गेम खेल्न सक्छु र तपाईँले भन्छु होला म यो गेम खेल्न लागेको छु, यो गेम पनि खेल्छु, कुनै पनि गेम खेल्न सक्छु होइन. अनि त्यसपछि तपाईँले धेरै सपोर्ट गरिदिनु होला होइन. म अहिले फेस क्यामबाट भिडियो बनाउँदै बिस्तारै बिस्तारै तपाईँको सपोर्टले धेरै सब्सक्राइबहरू आयो भने चाहिँ म फेस क्यामबाट भिडियो बनाउन थाल्छु होइन. त्यसपछि भिडियो एडिट गर्न धेरै चिज गर्न त्यो पनि तपाईँलाई जे मलाई सपोर्ट गरिदिनुहोस् होइन. अहिले म त्यो धेरै अनि तपाईँसँग अहिले तपाईँहरू मन पऱ्यो भने प्लिज लाइकहरू गरिदिनु ठुलो म फर्स्ट टाइम यो भिडियो बनाउँछु युट्युब च्यानलमा. मलाई केही थाहा छैन कसरी बोल्दै के गर्छ. तपाईँले कमेन्ट सुझाव पनि दिनु होला है मलाई. अनि म भर्खर बच्चा नै हुनु मसँग आमा हारिसकेको बच्चा होइन. अनि अहिले मेरोसँग ग्रुप चलिरहेको किनभने म सिबिएससी बोर्डमा पढ्छु होइन. अनि अहिले म घरमा बसिरहेको त्यही भएर म युट्युबहरू बनाउन थाल्छु. अनि म कहिलेकाहीँ कन्सटेन्ट हुनुको ट्राई गर्छु. कन्सटेन्ट भएन भने तपाईँले मलाई मेरो गाली दिनु होला. भर्खरको बच्चा यो अहिले मम्मीलाई गाली दिएको देख्नु होला. गाली दिनुहुन्छ फेरि युट्युब भिडियो नबनाउनु भन्नुहुन्छ होइन. म गेम खेल्न पनि सक्छु होइन. गेमै भन्यो भने गेम पनि खेल्छु चाहे मलाई नआउला होइन. म राम्रो खेल्न सक्दैन त्यो पनि म धेरै कोसिस गर्छु गेम खेल्नुको. अनि अरू के भन्नु त ल केही थाहा छैन भन्नु त भन्छु म धेरै चिज होइन. अरू मलाई केही पनि थाहा छैन जे भन्नु भन्छु म होइन. गेम पनि खेल्न सक्छु म धेरै गेमहरू खेल्न सक्छु. तपाईँलाई भनेर म यो भिडियो साथै एडिट पनि गरेर पठाउनु पनि सक्छु होला होइन. सक्छु भने गरिदिनु ल. हेरि फर्स्ट टाइम हो मेरो. मलाई अब डर लागेको जस्तो हुन्छ नि त्यो मान्छे 4 वर्ष आउँछ नि जस्तै ल आइडीहरूलाई चाहिँ म सायद आफूले पनि दिन सक्छु. तपाईँले अहिले छिटो भिडियो चाहिँ नसुन्दा भयो होइन. अझै लामो गरौँ कति मिनट त्यो भिडियो चाहिँ थाहा छैन मलाई. अनि मलाई जे भए पनि अबदेखि म धेरै ठुलो ठुलो गेम पनि खेल्न सक्छु. यस्तो बिस्तारै बिस्तारै ठुलो गेम बनाउनु मैले सानो गेम खेलिरहेको छु. रोब्लक्स माइनक्राफ्टहरू खेल्छु म. रोब्लक्स कुनै पनि गेम खेल्छु भने होइन.
Roblox terus nih tadi langsung pada Roblox lah kayak gitu kan karena bisa bisa aja ada YouTube menarik itu tapi enggak langsung kan malah langsung mau kostur kayaknya soalnya itu malah ada kelasnya karena itu juga tapi dia dan tentang soal ini jangan bilang soalnya ini jalan jalan ke satu jenis soalnya bisa masalah malah tahan misalnya bang jenis soalnya gitu jadi paling yang paling dari mana yang soal misalnya lebih karif yang tidak tahu ini kami banyak ya और नीचे है और ये सभी ठीक है और मैं वैसे ही मतलब ऐसे था ना जो मैंने मेरे चैनल पर सब्सक्राइब मिला उसकी पेज में मिला अपनी भाषा को मेरे हिंदी के नेपाली मungkin kan itu lala ada kayak introduction itu mungkin ada aku bisa masuk bye bye bye